हेलो गुड मर्निङ। ल अहिले चाहिँ हामी यता डाँडा सहरमा छौँ। डाँडा सहरको यो समाजघर छ र यो पछाडि चाहिँ अहिले हिमाल छ, सर्लक्क खुलिरहेको छ, माछा पुछ्री पनि मजाले। यता चाहिँ बाहाकोटको डाँडाले पनि थोरै केही छेकेको छ भने यता पछाडि चाहिँ कति राम्रो सनराइज भइरहेको छ। एकदमै सुन्दर सनराइज। वाउ, यस्तो दामी छ भने ट्याक्कै यहाँ जुम छ। गुड मर्निङ भन्छ। हजुर त मर्निङ वाक पनि गएर आउनुभयो? यसो मर्निङ वाक त होइन, यहाँको चाहिँ पहिला हिँडेको गाउँहरू, हजुर यहाँ इष्टमित्रको घरहरू हेर्दै हिँडेको। अब के गर्ने, अहिलेको विडम्बना, अब सबै घर चाहिँ ताला लाछ। आज त हाम्रो अन्तिम दिन है प्रोग्राम। आज लगभग हामी अन्तिम नै हुन्छ होला। अब यो बिहानको साइडमा हिजो दिएको यो फुल हिजोमा सिउरेर आउँछ रहेछ। इन्द्रको मुकुट जस्तो भन्छ त। गुड मर्निङ बाबा। भेरी गुड मर्निङ। हाउ आर यु दिस मर्निङ? आइ एम फाइन मामा। बाबा एकदमै। हजुरको कस्तो भयो त नि सुताइ चाहिँ? या भेरी वेल। बाइकलाई चाहिँ त्यहाँनिर राखेर चिया पिउन जान्छु। के छ अनि आजको अवस्था, मुड के छ? राति कतिको सुताइ भयो, कसो भयो? निन्द्रा पुगेन? ब्याट्री चार्जहरू गर्नुपर्ने जिम्मेवारी चाहिँ समीर भाइको थियो। यसरी आत्मकष्ट गर्नु होला। ल हिँड्नु। पार्किङ गुड मर्निङ ल सबैजनालाई। नमस्ते। ल यही भयो। खदिम नि त पहिला कि। ल जी, ल थ्याङ्क यू जी। ल सुताइ राम्रै हो बाबु? सब एकदम एक्सिलेन्ट। तर हिजो बेलुका चाँडै सुतेर आएर बिहान चाँडै उठ्यो। खतरनाक बाटो छ यो। हामी चाहिँ अहिले डाँडा सहरदेखि स्याङ्जातिर चाहिँ ओर्लिँदैछौँ। अब अगाडि चाहिँ आमामा बादल छ। डाँडा सहर यो कुन ठाउँ भन्छ है ठ्याक्कै थाहा छैन, तर जस पछाडि चाहिँ हिमाल कति राम्रो छ यहाँ चाहिँ। समीर भाइले रिलहरू बनाउँदैछ, म चाहिँ इन्जोय गर्दैछु। रडर खानालाई चाहिँ चिया पनि छ, सबै छ, चिया पनि खाने हो। यो पछाडि जिप आउनेहरूलाई पनि भनिदिनु है अहिले। हेलो हिरो। यहाँदेखि चाहिँ तलबाट आयो, यताबाट चाहिँ अनि घुमेर यताबाट चाहिँ बारकोट जाने। अब नियरली चाहिँ हामी बारकोटको स्तूपनिर चाहिँ आइपुग्न आँटेको छ। यहाँ स्कुटर मजाले आउँछ। यो डाँडाबाट चाहिँ एकदमै राम्रो दृश्यहरू चाहिँ देखिँदो रहेछ। त्यहाँ तल चाहिँ झुला रहेछ, पानी पर्दाखेरि पोत लाग्ने ठाउँ। यस्तो राम्रो छ भने यहाँबाट भ्यू त। त्यो माथिको थियो नि, त्यो बागोतको त्यो कोट हो कि कोलमा यता हुनुपर्छ। यो कलसिङदी त हो नि। यो पाखा चाहिँ कलसिङदीको पाखा भयो।
यो चाहिँ नि यो यसैको पछाडिको भाग त हो नि डाँडा सर यो बाहाकोट भयो यसैको पछाडिको भाग त्यो स्टे होमस्टे टाइपको माथि के भन्छ कलङ्से भन्छ के हाम्रो फुपूहरूको घर यसरी कसो गयो जस्तो तित्र लिन आएको थिएँ पालेको तित्र बासेको ठाउँमा कोही पनि ठाउँमा लगेर राखिदियो भने त्यो तित्र के हुँदो रहेछ भनेदेखि एकदमै रिसालु हुँदो रहेछ त्यो एक एरियाको त्यो राजा हुन्छ एउटै तित्र बास्छ त्यो एरियामा अगर त्यो अर्को बास्यो भने त्यसले ठ्याट्टै त्यसलाई अट्याक गर्न आउँछ कि त्यतिखेर अट्याक गर्न आउँदाखेरि अब एउटा ठाउँमा झुन्डाएर राख्यो आफू लुकेर बस्यो त्यो तित्र उसलाई झम्टिन आउँछ नि त्यतिखेर फेरि हान्ने बाजपुर र यो डाँडा खिचिहालौँ के अरे अनि त्यस पछाडि फेरि लुङसाङको लुम्साङ पनि त अब ढाक्ने हो नि बिहारमा 400 सम्झियो कि यो ध्यान केन्द्र ध्यान गर्ने ठाउँ हो पुरा भएको नि छैन आएको नि छैन अहिलेसम्म पर्यटक कतिको आउँछ कि आउँदैन यहाँ चाहिँ आएको छैन अहिलेसम्म त्यस्तै एकपल्ट पोहोर हो कि पुरा एकपल्ट आएको थियो शान्ति खोला आउँदाखेरि यहाँ पसेको थियो त्यहाँ त आएको छैन अब यसलाई त सबै यो मर्मतहरू गर्नु छ सबै अनि त्यता के अरे गेट बनाउनु छ तल गेट त्यहाँ गेट बनाउने तल गेट बनाउने त्यो छ कामहरू त थुप्रै मतलब यसमा चाहिँ ढुङ्गाहरू छाप्नु पर्ने छाप्ने यो पनि छाप्ने यो सबै ढुङ्गा छाप्नु पर्ने छ हाम्रो घर त चाहिँ कोहीको कलमा कोहीको खोली मड्किना ज्यामेरे भैँसीगडा हो है चिरुवा छ चिरुवा हो तर अहिले हामी काठमाडौँको मैत्री बुद्ध तमु समाजबाट आएको लुङसाङको र कलैचे बडाँडाको चाहिँ ड्रोन सट बाँकी छ त्यसको लागि हामी बारकोटको उता डिलतिर जाने भयो आरामले बारी पस्नु पर्यो आमा कति लामो त नि कोदोको स्पट हेर्दैछु डहर भनेको त यहाँ रहेछ क्या दादाले तर यहाँबाट त फेरि उता त्यति नै बारी हिँड्नुपर्छ म अलि तल गएर हेरेर आउँछु है त डहर त छ पछि त यहाँनिर चाहिँ मैले के देखेँ भन्दा केरा देखेँ लुङसाङको डाँडा त्यही त हो यो सुन्तलाको बारीबाट आउ त यहाँ अलि हल्का रहेछ बाटो हामी चाहिँ ठ्याक्कै कहाँ के खोजीमा भने लुङसाङ भनेको चाहिँ ठ्याक्कै त्यही यो बिचको यो डाँडा चाहिँ लुङसाङ हो चाहिँ अब चिया नास्ताको कार्यक्रम छ होला मामाहरू चाहिँ जाने भन्नुभएको फेरि चिया नास्ताले अड्किनु भइरहेछ कहाँ जान पाउँछ गुरुङ गाउँ मात्र होइन अब अरू पनि स्थानहरूमा त्यस्तो हुन्छ तर स्पेसली अब हामी गुरुङहरू भएको हुनाले हामीले थाहा भएको कुरा पाउन सत्कारलाई इन्कार गर्न साह्रै मुस्किल हुन्छ हेलो हजुर हजुर चुप्पै लाग्यो त घुम्दै आएको नि त हजुर घुम्दै आएको हजुरको गाउँमा केही भन्नु छ केही भन्नु छ छैन त्यसो भए
यो रक्सी खाने मान्छे र भ्लगर एउटै हुँदो रहेछ त त्यस्तै फिल भयो अहिले मलाई हेरेर हो के किन भन्नु न किन रक्सी खाने मान्छेहरू रक्सी खाएपछि इङ्ग्लिस अटोमेटिक आउँछ यो भ्लगरहरू जनावरसँग नि बोलेछ रुखसँग नि बोलेछ ढुङ्गासँग नि बोलेछ खत्तम हुँदो रहेछ कि अटोमेटिक अनि आउँदो रहेछ सबै भाषाहरू अनि एउटै भन्छ तर त्यो भने मल्टी ट्यालेन्ट हो नि त फेरि क्यामेरा अफ गरेर बोल्नु न मल्टी ट्यालेन्ट हो नि त अच्छा मल्टी ट्यालेन्ट होइन यो क्यामेरा हातमा हुने बित्तिकै हो त्यो रक्सी खानेहरू पनि रक्सी नखाएपछि बोल्दैन भ्लगर पनि क्यामेरा तल भए पनि बोल्दैन हो हजुर हो थ्याङ्क यू औ ल ल बाबा ल दिदी औ आमा ल एकदम धन्यवाद गेमलाई औ चब खाजा बनाइदिनु भएकोमा ल हामी जान्छौँ हजुर ल ऊ र यो समीरतिर हेर्दैछ समीर हो चिन्यो मेरो त उमेर छ कि हजुरको छैन यो उमेर हुन नहुने कुरा होइन त्यहाँ हेर्दैछ कस्तो मजाले टक्सारको हो के ऊ हेर कसलाई हेरेको त मलाई हेरेको होइन कि त्यसरी ऊ त भित्रबाट पनि नवीनको त पानी नै पर्यो टक्सारको पनि फुटेजहरू पुग्यो है अब चाहिँ हामी दाङलिङतिर लाग्छौँ कोल्डाँडामा बसेर जुस पिउँदैछ समीर चाहिँ मामा घरमा आएर सुतिरहेछ मामा घर नमस्ते चाड पनि 9 हो नि चाड के तपाईँ घना छ यार छाया पर्ने ठाउँ चाहिँ त्यहीँ छ है अनि चस्मामा चाहिँ रिफ्लेक्सन त्यसरी देखियो फेरि यो सेतो कपडा लगाएको त्यो भएर अब रिमोट कन्ट्रोल मोबाइलबाट चाहिँ रिमोट सुटिङ गर्नु पनि देखियो जहाँ जान्छ आफ्नै मान्छे हाम्रो सञ्जाल कति धेरै रहेछ भन्ने कुरा हामी त्यसले गर्दाखेरि धन भनेको लाख मात्रै हो इष्ट भनेको खाग हो अब यो चिन्जालले चाहिँ यति धेरै धन भनेको लाख इष्ट भनेको खाग खाग भनेको चाहिँ गैँडाको चाहिँ खाग कति चाहिँ महँगो पर्छ कि हजुर है त्यो खाग बेच्यो भने पक्राउ पनि पर्छ यो पहिलो चरणको कार्यक्रम सकिएको छ किन भन्दाखेरि दुईजना मात्रै भएको अब हामी यत्रो धेरैजना आएर उहाँलाई दुःख दियो गर्दाखेरि अब धन्यवाद भन्दा मैले केही दिन सकेर है ल